हेलो अनि नमस्ते। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हजुरको नाके भाइ पनि एकदम फिट अनि फाइन छ भन्नुपर्छ है। अनि मैले चाहिँ हल्का डाइलेक्ट चाहिँ हल्का छोडिदिएको। त्यो डाइलेक्ट चाहिँ मलाई सुहाउँछ नि त, त्यही भएर। अनि त्यसै आज चाहिँ मम्मी घर हुनुहुन्न, त्यही भएर भाइ आज चाहिँ भाइ र म मात्रै छौँ घर होइन। अनि अब चाहिँ भयो नास्ता खाने बेला पनि भयो। भएर आज हामीले के खाने भनेको छ भन्दा दाजुभाइ मिलेर आज हामी खाने चटपट खाने भन्ने छौँ। हेरौँ के हुन्छ ल। अब मम्मी चाहिँ हुनुहुन्न, मम्मी चाहिँ कता जानुभयो उता काममा काममा भन्दा नि केही काम गरेर जानुभयो। अनि हामी भाइ र दाजुभाइ मात्रै घरमा चाहिँ, त्यही भएर चटपट बनाएर खाने भने हौँ नास्ता। ल ठिक छ हेर्नु ल। अनि भइहाल्यो कि यही हो पहिलाको च्यानल चाहिँ उस भयो होइन। पहिलाको च्यानल चाहिँ यहाँ डिलिट भइदियो क्या। यति मिहिनेतले यार त्यत्रो 362 सब्सक्राइबर्स बनाएको थिएँ। अब के गर्नु खै ठिक छ। म पहिला प्याज स्याज झिक्छु। अब काटकुट हाल्नु पऱ्यो क्या। साँच्ची उसका बाटाकै बाटाको यो चाहिँ किचन हो। हाम्रो चाहिँ किचन बाटा कहाँ गएको थियो नि। बाटा छैन क्या हो बाटा। यति यस्तो वाल छाएर त होइन दाजुभाइलाई त यत्तिको भएपछि त है पुग्छ नि जति आलमरी खोलेर हेर्न पर्यो। अब एउटाभन्दा बढी प्याज हाल्दैन, प्याज खासै भन्नु त्यही भएर एउटा प्याज हाल्नु पर्यो। हामी चाहिँ टमाटर हालेर खान्न किनकि मिठो लाग्दैन होइन। अब मैले बनाएँ कि मम्मीले बनाउनु चाहिँ जस्तो त मैले नै त्यही देखेरै सिकेको। कलर चाहिँ नहालौँ। अब नुन चाहिँ यहीँ छ। अहिले त म सबै यिनीहरूलाई यस्तो प्याज स्याज धोएर म अनि हजुरहरूलाई हल्छिँदै भेट्छु है त। ल मैले चाहिँ अब यी धोइसकेँ प्याज। अब आलु सालु केही उस गरेँ होइन। आलु पनि उसिनेन न के छ यही छ। खुर्सानी र प्याज भइहाल्यो। 4वटाभन्दा बढी खुर्सानी खाइन। चाहिँ घरमै फलेको लोकल हो। अब म चाहिँ जान्छु यता भित्र नि झ्यापझुप काट्ने अनि सफा हान्दै सिधै भइहाल्यो होइन। अब चपिङ बोर्ड ल्याउनु पऱ्यो नि त। भाइ आएछ क्या भनेको त बहिनीहरू को चाहिँ नि। अब यहाँ फोहोर त छैन नि। यस्तै हो चल्छ नेपालमा चल्छ भन्छन् त्यस्तै है। नेपालमा चल्छ नेपालमा। अब यहाँ पहिला प्याज हाल्छु म। प्याज कुकिङ सेफ जसरी काट्नु पर्यो क्या। काट्छु ट्याक्क काटेर चाहिने आँसु आइरहेको छ। आँसु नि आयो त। गाइस लाइक गरिदिनु हल्का इमोसनल भइदिन्छ कि फेरि इमोसनल भइदिएको लाइक हालिदिनु लाइक। ल भाइले पनि हल्का काट्छ कि त्यही त आँसु आएन आउनु लागिसक्यो यसको पनि आँसु। र अब चाहिँ सक्छु होइन। त्यो हाल्दै लगाइदियोस्। भाइ पनि मेरो क्यामराम्यान हो नि त। कहाँ मेरो थोडा मात्रै देखाएको छ एकदम देखाउनै होला नि। सकेन अवस्थामा छ खुर्सानी। यति हामीले हाल्ने अरू केही होइन। हामीले हाल्ने अरू केही होइन। प्याज र खुर्सानी लाइक यति हो। अरू के हाल्ने यस्तो नि तेल हाल्ने छ। तेल चाउ अनि थोडामा खोला पनि हाल्छ। तर यार राम्रो
ये हो गया ये डाल दिया किधर बुझा तो किधर पूरा उसमें का बुझा एउटा मात्र पिरो हो जाला ये आ जा नहीं तेहरुको 10 रुपैयाँ किलो फर्की आउनु एउटा मात्र पिरो हो जाला के भन्नु ये एउटा मात्र खानु ये पूरा ये काम गर्नु ये खुर्सानी तो बनाएको पिरो नि हाम्रो पिरो भुजा साँझ उठ्नु तर पाऊ ओसे के खाउला त उस थिचेर आइज ओसे के रहेछ थिचेर आइज के सबै ठाउँमा गएको के आइज भन्नु भन्छ एउटा केटा अरे अरे सक्नु अब जाजु गरम हैन जम्मै यस्तो भयो अनि यसमा भुजा हाल्ने हो यसपछि पहिला भाइले उस्तो हुन्छ के अरे के भन्छ त्यसको नामै याद आएन त्यो पाचक हामी पाचक हाल्छौँ कि हामी पाचक हालेर मिठो बनाउँछौँ कोसिस गर्छौँ हैन अब हाम्रो सब्सक्राइबर्सहरूलाई फ्यामिलीलाई राम्रो देखाउनु परेन कस्तो कुरा गर्छ सब्स्क्राइब गर्नु न किन नगर्नेहरूलाई सब्सक्राइब गर्नु भनेर त भिडियो हालेर पनि ल ल ल त्यो पनि फलो गर्न सक्नुहुन्छ हजुरहरूले मलाई टिकटकमा चुक्ले रहेछ नुन छ नुन बेस नुन आधा चम्चा र 1 हाल भन यति नुन हाल्छ त पुगिहाल्छ डाडु ले डाडु गाला अब हामी चाहिँ स्कुलबाट टुर पनि जाँदैछौँ र टुरको भिडियो पनि आउँछ ढुक्कै बस्नु आउँछ म सकेसम्म भिडियो राम्रो बनाउने र छोटो भन्नाले अब 8-10 मिनेटको बनाउने कोसिस गर्छु खासै एडिट पनि आउन नयाँ भ्लगर हो सपोर्ट देखाइदिनु हुन्छ भन्ने आशा छ अब रामसित हात पनि दुखिसक्यो कि फर्स्ट टाइम भिडियो बनाउनु त हात दुखिन्छ केलाई त्यसले हो गराउने डाडु पनियोले हो डाडुले आइज त यो चाहिँ अर्ग्यानिक चुगै घरकै हो हामीले उहाँ उता बर्दियाबाट लिएर आएको हाम्रो फुपूहरूले दिएर फुपूहरूले खासै अमिलो त खाइन्न होइन हामीले हल्ला नि झापझुप म चाहिँ तेल उस गर्न गएँ होइन तैँले मोल्दै गर थिएँ मम्मी चाहिँ कता जानु भएको थियो क्या आज मम्मी घरमा हुनुहुन्न राम्रोसित बस्नु भएको छैन यो चाहिँ सानो तावा थै अब स्ट्यान्ड पनि छैन के गरौँ मैले पहिला त ग्यास फालिदिएको हो अब यता तातिसक्यो त्यहीँ राख धोइ गरेर राखेको हुन्छ कि दा भुजा खोलेर हालेर आइज छिटो अझसम्म भुजा हालेको रहन्छ देख्यो कि नै मलाई थाहा छैन यतिको तेल यति तेल तेल छोडिदियो यता नछोड्न तेल अलिक टाढा जानुपर्छ गाइस यताबाट हाल्ने बेसार छैन के हो त तोरी हाल्ने तोरी इज बेस्ट पटेका फर्किन्छ भाग्नलाई रेडी के हो यसले कहाँ के हुन्छ रे म उस डाडु बाहिर राखेन कहीँ उसले राख्यो राम्रो बनाउनु कोसिस गर मैले त के गर्नु पर्यो अघि एकचोटि आएको अल्ला होइन भागम हेर्न लाग्नुहुन्छ मलाई पनि आफूले त साथीहरू कनाइदिउँ साथीहरू हेरे यता अलि अगाडि जा अहिले यो हाम्रो उस भयो तेल यसलाई यस्तै ला भुजा हाल्छ भुजा यो हो भुजा हाल्न छिटो ल चला नि कलर खाना हुन्न तर अझै हाल त हल्का कलर धेरै खानु साथीहरू
हामी चाहिँ कलर खाँदै खानु क्या हामी चाहिँ कलर खानु त्यस्तो नछौ न डर लाग्यो त प्लास्टिकको ल अब हाम्रो रेडी भइसकेको छ र रेडी भयो नि त चाउड लिएर आएको त्यही फिर्ता जसरी थियो त्यस्तै राख्नु पर्यो नि फेरि ल हेर्न सक्नुहुन्छ चाहम कस्तो भयो भयो यार सोचेको थिएन मैले यस्तो हुन्छ भनेर यस्तो मिठो हुन्छ भनेर सोचेकै थिएन लाइक चाहिँ गर्नु यतिको दाजुभाइ मिलेर बनाइसक्यो अब पनि भयो मिठो पनि भयो हामी हाल्छौँ अब चाहिँ चटपट चाहिँ अब बाड्न सुरु भइसक्यो अब चाहिँ हामी खान्छौँ पनि बाडी पनि सक्यो र पनि भयो अब बनायौँ अब केही छैन यतिको अब कन्टेन्ट मेरो यही थियो आजको अब च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला च्यानलमा नयाँ हुन्छ भने यसरी बजाइ गरेको च्यानलमा नयाँ हुन्छ भने च्यानल मजाक नगर्नु च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला र आई होप आजको भिडियो हजुरलाई राम्रो लाग्यो भने लाइक सब्सक्राइब सेयर कमेन्ट गर्न नबिर्सिनु होला र हजुरहरूले यो भिडियो कहाँबाट हेर्नुपर्छ त्यो पनि कमेन्ट गर्न नबिर्सिनु होला थ्याङ्क्स फर वाचिङ बाई बाई